एयरपोर्टको विषयमा कुरा गर्दाखेरि चाहिँ एयरपोर्टको काम मैले गरेँ भन्ने काम चाहिँ बेसी भइरहेको छ। तर के भएको छ भने एयरपोर्ट एक्ज्याक्टली के हो त, एयरपोर्टको प्रब्लम के हो, हामीसँग त्यो प्लेन छ कि छैन, त्यो प्लेन यहाँ नेपालमा आउने हो कि होइन। प्राइभेट प्लेन भनेको नेपाल सरकारसँग प्लेन किन्ने पैसा छैन होइन। अहिले सबै जुम्लिदन्तले जान्नुपर्ने कुरा चाहिँ यो चाहिँ, किनभने नेपाल सरकारसँग प्लेन किन्ने पैसा छैन। ATR 62 सिटेड प्लेन चाहिँ अब हामीलाई यहाँ जुम्लासम्मको लागि बुद्ध एयरले किन्ने भनेर यो कोभिडभन्दा अगाडि चाहिँ जुन बेला माननीय कार्तिका शेरजुवालले DPR बनाउँदै हुनुहुन्थ्यो, उहाँ यो हुँदाखेरि चाहिँ मेयर हुँदाखेरि चाहिँ उहाँलाई म थ्याङ्क यू भन्छु। उहाँले एटलिस्ट इनिसिएट लिनुभएको हो, किनभने मेयर हुँदाखेरि चाहिँ एयरपोर्ट बनाउने इनिसिएट लिनु भनेको राम्रो कुरा हो होइन। उहाँले इनिसिएट लिँदाखेरि चाहिँ त्यो बेलामा बुद्ध एयरले म प्लेन किन्छु भनेको थियो, किनभने यो एकदम धेरै नै यो खिचातानी भइसकेपछि म बुद्ध एयरकै ओनर वीरेन्द्र बहादुर बस्नेतसँगै बसेरै कुरा गरेको तपाईँहरू प्लेन किन्ने हो भनेर। उहाँले प्लेन किनिदिएपछि त प्लेन यहाँसम्म आउने हो होइन। नेपाल सरकारसँग त पैसा छैन, उहाँले प्लेन किन्नु भएन भने त यो प्लेन लम्बाएर मात्र त काम भएन नेपाल जुम्लाको यो एयरपोर्ट। सो जुम्लाको एयरपोर्टलाई ठुलो बनाउने अब त्यो 62 सिटेड ATR 62 सिटेड प्लेन चाहिँ बुद्ध एयरको चाहिँ जुम्लासम्म आउने भनेर त्यो त पोसिबल नै थिएन। नदेख्दाखेरि चाहिँ राज्यको पैसा जथाभावी खर्च गर्नुभन्दा इगोमा त्यो के गर्नुभन्दा त्यसमाथि नेपाल सरकारसँग अहिले पैसा पनि छैन जग्गाको निम्ति दिनलाई, जग्गा किन्नलाई पैसा पनि छैन, त्यो पनि गर्ने सम्भावना धेरै छैन। अब के गर्नु पर्यो भने जुम्लाको एयरपोर्ट चाहिँ कर्णाली रेन्जमा चाहिँ सबैभन्दा सेफ त छ, तर पनि सेफ छैन। किन भन्दाखेरि यसलाई अलिकति मात्र बढाएर ल्यान्डिङमा भयो, टावरलाई कसरी अझ नयाँ बनाउन सकिन्छ, यसलाई सेफ्टीको हिसाबले अलिकति बढाउने र यसलाई सेफ्टीको हिसाबले कसरी लिन सकिन्छ, टावरको नयाँ टावर कसरी बनाउन सकिन्छ, त्यहाँ बस्ने कर्मचारीहरूलाई कसरी गर्न सकिन्छ, फ्यासिलिटी गर्ने कुरामा चाहिँ बजेट हालेर यसलाई बनाउन सकिन्छ। तर जसरी माननीयज्यूहरूले भने जस्तै एकदम प्लेन बन्छ एयरपोर्ट, प्लेन आउँछ, प्लेन आउँदैन एयरपोर्ट पनि त्यो हिसाबले बन्छ जस्तो मलाई लाग्दैन। किनभने एयरपोर्ट प्लेन कसैले के जुम्ला जनताको सबैजना जग्गा बेचेर पैसा बनाउनु एउटा प्लेन किनौँ भन्ने पनि सम्भव छैन क्या, हामीसँग पैसै छैन। त्यो भएको हुनाले चाहिँ यो झुटो कुरा चाहिँ लेखेर जनतालाई चाहिँ भ्रम छोड्नु हुँदैन। किनभने आशा बनाउँछ भोलि बिहान एयरपोर्ट आउला भन्नुहुन्छ, भोलि बिहान राम्रो काम गर्ने नेतालाई पनि मान्छेले विश्वास गर्दैन। त्यो भएको हुनाले अब चाहिँ राजनीति पनि सत्यमा हुनुपर्छ भन्ने जस्तै एयरपोर्टको सम्भावना यही नै हो। मेरो क्लियर कुरा चाहिँ के हो भन्दाखेरि नेपाल सरकारसँग प्लेन किन्ने पैसा छैन। अर्को कुरा प्राइभेटहरूले चाहिँ आफ्नो कम्पनी घाटामा राखेर अहिले कोभिड पछि यस्तो लगानीहरू सबै डाउन भइराखेको बेला कसैले पनि प्लेन किनेर एउटा जुम्लाको लागि मात्र टार्गेट गरेर प्लेन किनेर ल्याउनेवाला छैनन् प्राइभेट कम्पनीहरू। त्यो भएको हुनाले अब जुम्लाको एयरपोर्टको हिसाबमा चाहिँ अलिकति सेफ्टीको हिसाबमा अगाडि बढाउने र त्यसलाई त्यो टावरहरू नयाँ बनाउने भन्ने कुरा चाहिँ माथि चलिरहेको छ। त्यसपछि DG साहब हुनुहुन्छ प्रदीप अधिकारी, उहाँसँग बसिएको छ। क्यानले जहिले पैसा छुट्याइदिएको हो, क्यानले पैसा छुट्याएको पनि छ। क्यानको DG साहब हुनुहुन्छ, उहाँसँग माननीय कार्तिका शेरजुवाल एकदम राम्रो पनि छ, हामीहरू भेटि पनि रहेका हुन्छौँ। क्यानको DGको हिसाबले चाहिँ जग्गा किन्ने पैसा चाहिँ क्यानले दिँदैन, त्यो नेपाल सरकारले दिनुपर्ने। जुन नेपाल सरकारले 50 लाख रुपियाँ 1 करोड रुपियाँले यो जग्गा आउँछ जस्तो पनि मलाई लाग्दैन। उहाँले जुन तरिकाले छुट्याउनु क्यानले छुट्याएको 5 करोड 4 करोड भनेको त्यो भनेको नितान्त यो रेन्यू गर्नलाई मात्रै हो। त्यो चाहिँ जुन चाहिँ फ्रिज गइरहेको छ हरेक साल होइन, त्यो फ्रिज पठाउनुभन्दा एटलिस्ट यो टावरहरू नयाँ बनाऊ, यतापट्टि बरु रिफ्युलिङ सिस्टम राख्न सकिन्छ। यहाँनिर हामीले रिफ्युलिङ सिस्टम राखिदियो भने सानो प्लेनहरू यहीँ बस्न सक्छ, टाइममा फ्लाइटहरू हुन सक्छ। यसमा चाहिँ ध्यान दिँदाखेरि चाहिँ बेटर हुन्छ र माननीयज्यूहरू झगडा गर्नुभन्दा पनि रिफ्युलिङ सिस्टम राख्नलाई एयरपोर्टलाई अलिकति सेफ्टीको लिनलाई भनेर एकजुट भएर अगाडि गयो भनेपछि त्यो चाहिँ बरु पोसिबल हुनेछ। यसमा मैले थोरै मात्र जोडेको मान्यज्यू, अब जुम्लाबाट 4 जना मान्यज्यू हुनुहुन्छ। अब यहाँनिर विमानस्थलका विषयमा मत बाँचियो होइन। जुम्लाकै कोही माननीयले चाहिँ जुम्लामा ठुलो जहाज आउनको लागि अहिलेको 670 किलोमिटरको रनवेलाई 1050 बनाउनलाई हामीले व्यवस्थापन गर्दैछौँ भनेर पटक पटक श्रेय लिइराख्नु भएको छ होइन। अनि तपाईँले चाहिँ त्यो ठुलो जहाजको लागि होइन, बन्ने कुरा छैन, टर्मिनल भवन बनाउने र थोरै केही सुरक्षित गर्ने कुराहरू मात्रै भन्नुभएको छ। अब एकै जिल्लाको माननीयले फरक मत राख्दाखेरि यो जनतालाई चाहिँ भ्रममा पार्ने कुरा भयो। यो तपाईँहरू चाहिँ आफै चाहिँ नमिल्दाखेरि यो विषयले निकास नपाउने हो कि भन्ने पनि चिन्ता बढ्यो। खास यसमा के हो खास तपाईँहरूको? नमिल्ने भन्ने छैन होइन, म त मिलिदिन्छु, मलाई बोलाउनु म मिलिदिन्छु होइन। सबैभन्दा कान्छो उमेरको पनि छु र सबैभन्दा म नेपालकै दोस्रो कान्छी सान्छ होइन। त्यसमाथि मेरो जुम्लामाबाट जानुभएका उहाँहरू त मेरो अभिभावक हो, मलाई बोलाउनु म गइदिन्छु।
मैले धेरैचोटि 4 जनालाई राखेर गरौँ भनेर खोज्दा पनि भएन। एकचोटि ज्ञानेन्द्रजी म र कान्तिका माननीयज्यू बस्दाखेरि छिरिङ माननीयज्यू आउनु भएन फ्याक्ट कुरा गर्दाखेरि चाहिँ है उहाँ आइदिनु भएन किनभने उहाँलाई के लाग्यो भने चाहिँ उहाँले मलाई डाइरेक्टली के भन्नु ज्ञानेन्द्रले सिरियल लिन्छ भनेर यहाँ जिल्लाको विकास गर्नलाई जसले सिरियललाई पनि के मतलब भयो त यो हायर ट्रेनिङ सेन्टरको विषयमा पनि बरु तपाईँहरू शिलान्यास गर्नुहोस् तपाईँहरू श्रेय दिनुहोस् तर बनाइदिन त बनाइदिनु भनेर हात जोड्नु पर्ने स्थिति आइराखेको छ। यहाँ शिलान्यास लिनु र श्रेय लिनु मात्रै ठुलो कुरा होइन क्या राजनीति गर्ने भने गर्ने हो बवाल गर्ने हो राजनीति मान्छे जनतामा चाहिँ चेतना पनि छ होइन र यो एयरपोर्टको विषयमा त रिसर्च गरेर बोल्ने मान्छे मनपर्छ होइन पढाइ लेखेको रिसर्च गरेर मान्छेसँग लिङ्क गरेर कोसँग सोधेर हुन्छ के गरेर हुन्छ किनभने अहिले मैले हावा कुरा गरेर भोलि पनि त्यो काम बनेन भने त्यसको फेरि त्यसको त झुटको श्रेय त लिन सकिँदैन नि त जिन्दगीमा झुट बोल्यो भन्ने हुन्छ चाहिँ सकिँदैन भने सकिँदैन सकिन्छ भने गर्ने हो होइन र अर्को कुरा यो ठुलो प्लेन आउँछ भन्ने कुरामा चाहिँ तपाईँहरू पत्रकार साथीहरूलाई चाहिँ म के आग्रह गर्न चाहन्छु भने पत्रकारहरूसँग कस्तो राम्रो लिङ्क हुन्छ होइन जुन यो प्लेन आउने भनेर कुन प्लेन आउँछ भनेर सोध्नु माननीयज्यूलाई त्यही प्लेनकै ओनरसँग गएर बस्दिनु सोधिदिनुहोस् उहाँले तपाईँलाई क्लियरली एन्सर दिनुहुन्छ होइन त्यसमा के भने उहाँले झुट बोलेर झुट बोल्यो भन्ने नै कुरा छैन क्या यदि माननीयज्यूहरूले ठुलो प्लेन आउँछ भनेर भन्नुहुन्छ भने उहाँको इन्टरभ्यू लिनु त्यसपछि तपाईँहरू सिधै त्यही तपाईँको पत्रकारहरूलाई जहाँ पनि एक्सेस छ लगेर त्यही ओनरलाई सोधिदिनु क्या प्लेन आउँछ कि आउँदैन भनेर र मन्त्रीज्यूलाई पनि सोध्नु ठुलो प्लेन किन्ने क्षमता नेपालसँग छ कि छैन क्लियर भइहाल्छ नि।